आमाहरू हुनुहुन्छ र हामी छौँ, आमाहरू हुनुहुन्छ र हामीले माया पाएका छौँ। मिठो मिठो खाइस बाबु, राम्रै लुगा लाइस, छोरो होस् मरेपछि दागबत्ती दिन आएस। मैले बाबालाई छोडिदिए आश्रममा, श्री सम्पत्ति प्यारीको नाममा। मैले बाबालाई छोडिदिए आश्रममा, मेरो सर्वस्व प्यारीको हातमा। मैले आमालाई छोडिदिए देवघाटमा। यदि जन्म दिने आमाको अनुमति बिना जन्म दिने आमालाई रुवाएर कोही अमेरिका जान्छ भने पनि त्यो फर्केर आउँछ साथीहरू। प्रत्येक दिन पहिला पहिलामा आमालाई सम्झौँ, आमालाई आत्मसात गरौँ। हजारौँ साल जिएस बाबु। भाइ तिमीले पढेको काम छैन, बहिनीले बिलाउन पुग्दैथे, माइतीमा चेलीलाई ठाम छैन। दिदीले सम्झाउँदै भन्दैथे, भाइ तिमीले पढेको काम छैन, बहिनीले बिलाउन पुग्दैथे, माइतीमा चेलीलाई ठाम छैन। दिदी बहिनीले दुःख नमान, आमा बेच्दिने आयो जमाना। नराम्रो चर्चा भोगामा, मैले बाबालाई छोडिदिएँ आश्रममा, श्री सम्पत्ति प्यारीको नाममा। मैले बाबालाई छोडिदिएँ आश्रममा, मेरो सर्वस्व प्यारीको हातमा। मैले आमालाई छोडिदिएँ देवघाटमा। थ्याङ्क यू। लोकप्रिय गायक मुक्ति सापकोटालाई यो भैँचरो प्रस्तुतिका लागि जोरदार तालीले सम्मान व्यक्त गरिदिनुको लागि म उपस्थित महानुभावलाई हार्दिक हार्दिक अनुरोध चाहन्छु। यसै बिचमा अहिले हात्तीमा सवार भएर यस विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मूल समारोह समितिका सहसंयोजक नरहरि चापागाई उहाँको परिवारजन आउँदै हुनुहुन्छ। अत्यन्तै भव्यताका साथ हाम्रा विद्यार्थी भाइ बहिनीहरूले स्वागत गर्ने कार्यमा जुटिरहनु भएको छ। यसै बिचमा म आसन वर्गको क्रमलाई जोड्न गइरहेको छु। प्रदेश नम्बर 3 का शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति माननीय श्री घनश्याम दाहाल अविनाशज्यूलाई म आजको कार्यक्रममा विशेष अतिथिको रूपमा आसन वर्गलाई हार्दिक हार्दिक अनुरोध चाहन्छु। जोरदार तालीले सम्मान व्यक्त गरिदिनुहोला। यहाँ पढेर सुनाउन चाहन्छु एउटा सम्मान पत्र। शिक्षा र संस्कार सँगसँगै श्री सान्दपुर माध्यमिक विद्यालय भरतपुर 28 चितवन स्थापित 2011, स्वर्ण महोत्सव समारोह 2075, सम्मान पत्र श्रीमान श्रीमती बाबुराम कल्पना ढकाल, प्रोप्राइटर विराज मजाक टाइल ब्लक उदय, भरतपुर 3 नारायण रोड चितवन, श्री साजापुर माध्यमिक विद्यालय भरतपुर 28 साजापुर चितवनको 65औं स्थापना दिवसको अवसर पारी आयोजना गरिएको स्वर्ण महोत्सव समारोह 2075 को उपलक्ष्यमा पूजनीय पिता स्वर्गीय राजेश्वर ढकालज्यू र ममताई माता स्वर्गीय द्रुपदी ढकालज्यूको स्मृतिमा यस विद्यालयको शैक्षिक भौतिक पूर्वाधार स्तर उन्नतिको लागि सहयोग स्वरूप रु 5 लाख मूल्य बराबरको मोजाक टाइल प्रदान गर्नु भएकोमा यहाँको सहयोग प्रति उच्च सम्मान सहित यो सम्मान पत्र प्रदान गरिएको छ। आगामी दिनहरूमा समेत विद्यालयको समग्र पक्षको विकासका निमित्त सक्रिय सहभागिता र सहयोगको अपेक्षा साथ यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। तेजेन्द्र प्रसाद भुषाल सचिव प्रधान थापक, त्यसैगरी पूर्व प्रधानमन्त्री एवं सांसद चितवन क्षेत्र नम्बर 3, त्यसैगरी पुष्पकमल दाहाल प्रचण्ड, त्यसैगरी लालमाया अधिकारी संयोजक मूल समारोह समिति। यो सम्मान पत्र
दुवै दम्पतिलाई प्रदान गरिदिनुको लागि म प्रमुख अतिथिलाई हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु र जोरदार तालीले उहाँलाई सम्मान व्यक्त गरिदिनुको लागि म हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। यसै बिचमा म यो अर्को सम्मान पत्र ग्रहणको लागि जसले हामीलाई यो 16 महापालिकाको कार्यालय यो सम्मान पत्र ग्रहणको लागि मञ्च हार्दिक आमन्त्रण गर्दछु। श्री नगर प्रमुख भरतपुर महानगरपालिका यो सम्मान पत्र ग्रहणको लागि मञ्च हार्दिक आमन्त्रण गर्दछु। म हाम्रो 16 महोत्सवको सन्दर्भमा विद्यालयको आदरणीय दाता जसले स्वर्गीय पति चुडामणी पौडेलको स्मृतिमा हामीलाई यो 16 मञ्च निर्माण गरिदिनु भएको छ। 3,45,177 को लागतमा उहाँहरूले यो भव्य 16 मञ्च निर्माण गरिदिनु भएको छ। श्री जमुना देवी पौडेलज्यूलाई म यो सम्मान पत्र ग्रहणको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्दछु। संस्था संयोजकलाई पनि म सम्मान पत्र ग्रहणको लागि मञ्चमा हार्दिक हार्दिक आमन्त्रण गर्दछु। वार्ड नम्बर 28 का वार्ड अध्यक्षज्यूलाई यो सम्मान पत्र ग्रहणको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्दछु। भरतपुर महानगरपालिका वार्ड 28 को वडा कार्यालय प्रदान गर्न लागेको यो सम्मान पत्र ग्रहणको लागि वार्ड अध्यक्ष श्री आसबहादुर कुमारज्यूलाई पनि म मञ्चमा हार्दिक आमन्त्रण गर्दछु। यसै बिचमा म यो सम्मान पत्र ग्रहणको लागि निर्माणकर्ता यो सम्मान पत्र ग्रहण गर्दै हुनुहुन्छ। जोरदार तालीले सम्मान व्यक्त गरिदिनुहोला। त्यसैगरी यो सम्मान पत्र प्राइवेट लिमिटेडका प्रोप्राइटर म्यानेजिङ डिरेक्टर तेलबहादुर कुमार विशालज्यूको यो सम्मान पत्र ग्रहणको लागि म लोकनाथ सापकोटाज्यूलाई मञ्चमा हार्दिक आमन्त्रण गर्दछु। लोकनाथ सापकोटाज्यू पत्र ग्रहण गर्दै हुनुहुन्छ। जोरदार तालीले सम्मान व्यक्त गरिदिनुहोला। त्यसैगरी हामीलाई 16 महोत्सवको अवसरमा विद्यालयको यो 16 महोत्सवको सफलताको कामना गर्दै हुने जसले स्वर्गीय पति पढ्न महत्त्वको स्मृतिमा हामीलाई सहयोग प्रदान हार्दिक आमन्त्रण गर्दछु। त्यसैगरी जीवन महत्त्व र उहाँको परिवारजनलाई पनि म आइदिनको लागि हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। जीवन महत्त्व उहाँलाई पनि म मञ्चमा आइदिनुहोला यो सम्मान पत्र ग्रहणको लागि। अहिले हामीलाई 16 महोत्सवको अवसरमा सहयोग गर्ने सहयोगी दाता रश्मि कुमारी महतो हुनुहुन्छ। उहाँलाई जोरदार तालीले सम्मान व्यक्त गरिदिनुको लागि म हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा 16 महोत्सव मूल समारोह समितिका सह संयोजक नरहरी तपाईँलाई उहाँको परिवार जनाउनु भएको छ। उहाँलाई भव्य रूपमा हामी विद्यालयमा स्वागत गरिरहेका छौँ। यसैगरी यस विद्यालयका पूर्व विद्यार्थी नेपाल टेलिकमका वरिष्ठ अधिकृत यस विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिक्षाप्रेमी सामाजिक व्यक्तित्व नरहरी तपाईँज्यूलाई म विशिष्ट अतिथि रूपमा मञ्चमा हार्दिक हार्दिक आमन्त्रण गर्दछु। यसैगरी हामीलाई सहयोग गर्ने सहयोगी दाता
शिक्षाकर्मी सामाजिक व्यक्तित्व दिलीराम अधिकारीज्यूलाई पनि म विशेष अतिथिको रूपमा मञ्चमा हार्दिक आमन्त्रण गर्दछु। जोरदार तालीका साथ उहाँलाई हार्दिक स्वागत गरौँ। धन्यवाद। कार्यक्रममा नरहरि तपाईँलाई र दिलीराम अधिकारी दुवैजनाको परियोजना आउने हुन्छ। जोरदार तालीले उहाँलाई सम्मान व्यक्त गर्दै स्वागत गरौँ। त्यसै बिचमा म आफ्नो छोटो मन्तव्यको लागि संयोजक धनपति भट्टराई सरलाई म छोटो मन्तव्यको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्दछु। धनपति भट्टराई सर। शाजापुर माध्यमिक विद्यालय 16 महोत्सव 2075 समापन समारोहका सभापति एवं यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष आदरणीय लालमाया अधिकारीज्यू, कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर 3 का समाज विकास मन्त्री युवराज दुलालज्यू, कार्यक्रममा उपस्थित अन्य विशिष्ट अतिथिगण, विशेष अतिथि लगायत यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरू, मूल समारोह समितिका संयोजक लगायत सम्पूर्ण उपसमितिका संयोजक एवं सदस्यज्यूहरू, शाजापुर माध्यमिक विद्यालय 2075 को यो अवसरमा विद्यालयको इतिहास खोज गरी तयार गर्न मेरो संयोजकत्वमा गठन भएको उपसमितिले विद्यालयको इतिहासको मसौदा तयार गरी यहाँहरू समक्ष अध्ययन गरी सुझाव दिनका लागि प्रस्तुत गरेको र विभिन्न महानुभावहरूबाट सुझाव समेत सल्लाह आउने क्रम जारी रहेको छ। यस समितिले तयार गरेको इतिहासको मसौदा निम्न अनुसार रहेको कुरा अवगत गराउँदै वाचन गर्ने अनुमति चाहन्छु। श्री शाजापुर माध्यमिक विद्यालय संक्षिप्त इतिहास। यस विद्यालयको स्थापना चिगारी महत्त्वको पहल र अगुवाईमा कालाबन्जार परगनाका सबै जिम्मेदारहरू र टाढी परगना अन्तर्गत पर्ने 7 महोदा बर्जा राप्तीदुन कुमाल जिम्मेदारहरू मिली हाल विद्यालय रहेको स्थानमा 2011 साल कार्तिक 14 गते स्थापना गरिएको हो। विद्यालय शिलान्यासपछि विद्यालय निर्माणका लागि सबै मिली जनश्रमदान गरी जङ्गलबाट काठ काटी छाप्रो बनाई पढ्न सुरु गरिएको र विद्यालयको शिलान्यासपछि विद्यालय नबन्दासम्म दद्रेनी बङ्गालमा पढाइ गरिएको बुझिन्छ। तत्कालीन अवस्थामा सरकारबाट कुनै प्रकारको स्रोत प्राप्त नहुने हुँदा घरबाट मानवमुखी अन्न पैसा उठाई विद्यालय मसलन्द खर्च चलाउने र शिक्षकहरूलाई तलब दिने गरिन्थ्यो। जिम्मेदारी पठनमा उनीहरू बसी निर्णय गरेपछि सो निर्णय अनिवार्य रूपमा लागू गरिन्थ्यो। कालाबन्जार परगनाको एकमात्र विद्यालय भएको र चितवनकै पहिलो विद्यालय भएको हुँदा तत्कालीन अवस्थामा यो विद्यालयको सेवा क्षेत्र कालाबन्जार परगनाका सबै र टाढी परगनाका विद्यार्थीहरू समेत पढ्न आउने गर्दथे। चिगारी महत्त्वको अध्यक्षतामा बनेको संस्थापक सञ्चालक समितिमा रही 2011-7-14 देखि 2014सम्म यो समितिमा रही काम गरेको पाइन्छ। सो पश्चात कालाबन्जार परगनाका तत्कालीन प्रमुख चौधरी बाबुराम चौधरीको अध्यक्षतामा बनेको विद्यालय सञ्चालक समितिबाट विद्यालय अगाडि बढेको पाइन्छ। 2016 सालपछि पहाडबाट बसाइसराई गरी यस क्षेत्रमा आउने क्रम बढेसँगै विद्यालयको निर्माण एवं सञ्चालनमा पहाडबाट झरेका शिक्षाप्रेमी महानुभावहरू नन्दकिशोर गौतम, शोभाकान्त शर्मा, बेनी माधव लम्साल, कुल प्रसाद पौडेल लगायत विष्णु प्रसाद चाबगाई लगायत अभिभावकहरूको सक्रिय सहभागितामा विद्यालय अगाडि बढेको पाइन्छ। बाबुराम चौधरीको अध्यक्षतामा रहेको सञ्चालक समितिकै पहलमा 2020 सालमा चिगारी महत्त्वको अध्यक्षतामा भवन निर्माण समिति गठन गरी सो समितिले कालाबन्जार समितिले ठेकेदार बलबहादुर पन्तलाई ठेक्का दिई पटियानी र बेतरी खोला नजिकबाट इँटा बनाई 2022 सालमा पक्की भवन निर्माण कार्य सम्पन्न गरेको इतिहास पाइन्छ। पहिले कालाबन्जारको अध्यक्ष रहँदै पछि धगडी पञ्चायत समेतको अध्यक्ष हुँदै यस विद्यालयको अध्यक्ष रहेका बाबुराम चौधरी 2023 सालमा मेगौली पञ्चायत बनेपछि यस विद्यालयको सञ्चालक समिति अध्यक्षबाट विदा हुनुभएको पाइन्छ।
तत्कालीन अवस्थामा नियमित विद्यालय सञ्चालन साथै विद्यालयको पक्की भवन निर्माण गर्ने कार्यमा उहाँको ज्यादै महत्त्वपूर्ण योगदान रहेको बुझिन्छ। स्थापना कालका संस्थापक अध्यक्ष मत्स्यनारायण चौधरी भएको पाइन्छ। यस विद्यालयको लागि सबैभन्दा पहिले 2012 सालमा विद्यालयको रहेको ठाउँमा जितपुर पुलोसम्म 12 बिघा जग्गा छुट्याइएकोमा 2016 सालमा आएको नापीबाट 7 बिघा 5 कट्ठा 8 गुण जग्गा कायम गरिएको र 2026 सालमा भएको नाबिन विद्यालयको जग्गा 2 बित्ता भएकोमा 1 बित्ताको मात्र फिल्ड बुकमा विद्यालय क्षेत्र उल्लेख भएको पाइन्छ। 2023 सालमा पुनः सिगारी महत्त्वको अध्यक्षतामा बनेको विद्यालय निर्माण समिति स्वतः विद्यालय सञ्चालक समितिमा रूपान्तरण भएको पाइन्छ। 2024 सालमा अनिवार्य प्राथमिक शिक्षा योजना अनिप्रासी लागू भएपछि पञ्चायतको प्रधान पञ्चायतको शिक्षा हेर्ने सचिव र वडा अध्यक्ष र विद्यालयको प्रभाव मिली विद्यालय सञ्चालन हुने परिपाटी भएको पाइन्छ। यस विद्यालयमा 2019 सालदेखि प्रवेश गरेका गोविन्द शर्मा विखर्ची, अनिल कुमार केसी, रघुनन्दन गिरी, देवराम शर्मा लगायतका शिक्षक एवं गुरुहरूबाट विद्यालयको दैनिक पठन पाठनदेखि पक्की भवन निर्माण समेतमा महत्त्वपूर्ण योगदान रहेको पाइन्छ। 2024 सालमा रघुनन्दन गिरी हरिप्रसाद मिलन प्रधान पञ्च, भोटी महतो वडा अध्यक्ष र गोविन्द शर्मा विखर्ची पञ्चायतको शिक्षा हेर्ने सचिव हुनुहुन्थ्यो। सोपछि विश्वनाथ पौडेल र पञ्चायतको शिक्षा हेर्ने सचिव देवराम शर्मा, वडा अध्यक्ष विक्रम गुरु र पञ्चायतको प्रधान पञ्च परुणलाल नापी हुनुहुन्थ्यो। 2028 सालमा नयाँ शिक्षा योजना लागू भएपछि विद्यालयको सञ्चालनको जिम्मेवारी पुनः सञ्चालक समितिमा रहेको र 2028 सालमा शोभाकान्त शर्मा प्राज्ञनीको अध्यक्षतामा सञ्चालक समिति गठन भई विद्यालय सञ्चालनको काम अगाडि बढेको पाइन्छ। 2029 सालमा प्रेम नारायण श्रेष्ठ हुनुभएको पाइन्छ। शोभाकान्त शर्मा प्राज्ञनीको अध्यक्षतामा रहेको सञ्चालक समिति 2032-2015 सम्म कार्य गरेको र 2032-2016बाट काशीराम भुषालको अध्यक्षतामा सञ्चालक समिति गठन भएको पाइन्छ। सो समितिले विद्यालयको जग्गा फिल्ड बुकमा लेखाई विद्यालयको नाउँमा 7 बिघा 5 कट्ठा 8 गुण जग्गाको लाल बुझा प्राप्त गर्न सफल भएको पाइन्छ र सो जग्गाको लाल बुझा लिने कार्यमा तत्कालीन प्रेम नारायण श्रेष्ठ र शिक्षक महेन्द्र प्रसाद खनाल लगायत महानुभावहरूको महत्त्वपूर्ण योगदान रहेको बुझिन्छ। काशीराम भुषालको अध्यक्षतामा रहेको सञ्चालक समितिले 2034-12-30 सम्म काम गरेको र 2035-11 मा रामदेव महतोको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भई कार्य अगाडि बढेको पाइन्छ भने सो समितिले 2038 साल 5-25बाट विद्यालय सञ्चालक समिति शोभाकान्त प्राज्ञनीको अध्यक्षतामा नयाँ समिति गठन भएको पाइन्छ। सो समितिले कक्षा 3 सम्म रहेको विद्यालयलाई अपग्रेडिङ गरी कक्षा 4 हुँदै 5 सम्म पुर्याई विद्यालयको पठन पाठन अगाडि बढाएको पाइन्छ। विद्यालय अगाडि रहेको ऐलानी जग्गामा घडेरीको रूपमा वितरण गरी विद्यालयको आय स्रोतलाई अगाडि बढाएको पाइन्छ। शोभाकान्त प्राज्ञनीको अध्यक्षतामा रहेको सञ्चालक समिति 2047 सालमा पुनर्गठन भएको र पुनः उहाँकै अध्यक्षतामा सञ्चालक समिति गठन भएको पाइन्छ। सो समितिले यस विद्यालयको विद्यार्थीहरूको बढ्दो चापलाई मध्यनजर गरी तत्कालीन अवस्थाका अभिभावकहरूबाट चन्दा सङ्कलन गरी नियमित तथा जानकी शाखाको रूपमा सञ्चालन गरेको पाइन्छ। सो कक्षा सञ्चालनका लागि 3 कोठे भवन निर्माण यसै अवधिमा भएको पाइन्छ भने नियमित तर्फको कक्षा सञ्चालन गर्न लालप्रसाद छापाको अध्यक्षतामा छुट्टै सञ्चालक समिति गठन गरी कार्य अगाडि बढेको पाइन्छ। पुनः 2050 सालमा सञ्चालक समिति पुनर्गठन भई शोभाकान्त प्राज्ञनीकै अध्यक्षतामा सञ्चालक समिति गठन गरियो र 2051 र 53 मा समेत सञ्चालक समिति पुनर्गठन भई शोभाकान्त प्राज्ञनीकै अध्यक्षतामा सञ्चालक समिति गठन भएको पाइन्छ। 2054 सालमा नियमित तहको कक्षा पठन पाठनको लागि स्वीकृति प्राप्त भएको विद्यालयको रेकर्डमा बुझिन्छ। 2055 सालमा शोभाकान्त प्राज्ञनीको अध्यक्षतामा गठन भएको सञ्चालक समिति पुनर्गठन भई नरहरी चापडै अध्यक्षतामा सञ्चालक समिति गठन भएको पाइन्छ। 2055 सालमा समाजसेवी व्यक्तिको श्री नरहरी चापडैको अध्यक्षतामा गठन भएको सञ्चालक समिति र तत्कालीन रामलाल महतोले नियमित तह पूर्ण गरी विद्यालय शैक्षिक स्तर भौतिक पूर्वाधार तयारमा जोड्दै 2056-57 सालमा जिल्ला शिक्षा कार्यालय भरतपुरको अनुदान र विद्यालयको आन्तरिक स्रोत 2 कोठे भवन निर्माण गरिएको र 2057 सालमा मिलन क्लब नेपालले चितवन शाखाबाट विद्यालय खानेपानी र शौचालयको निर्माणको लागि रु 45,000 सहयोग प्राप्त भएको र सो निर्माणको लागि नारायण प्रसाद चारकानको अध्यक्षतामा निर्माण उपसमिति गठन गरी कार्य अगाडि बढाएको पाइन्छ। क्लिनिक नेपालको सहयोगमा 2059 सालमा बालबालिका मैत्री 2 कोठे पक्की भवन निर्माण गरिएको र तत्कालीन अवस्थामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेश चापलाई र तत्कालीन पुराको रामलाल महतोले नियमित तह पुरा गरी माध्यमिक तहको पूर्वाधारमा जोड्दै बाँकी काम प्रधानाध्यापक श्री लेखनाथ योगान्जी तथा अध्यक्ष श्री नरेश चापलाईको नेतृत्वमा 2059 सालमा विशेष चन्दा सङ्ग्रह गरी माध्यमिक तह कक्षा 9 सञ्चालन गरिएको र
2060 सालमा यस विद्यालयले माध्यमिक सञ्चालनको स्वीकृति प्राप्त गरिएको थियो। यस विद्यालयमा यस अवस्थामा विद्यालयको भौतिक तथा आर्थिक स्रोत अवस्था नाजुक भएकाले तत्कालीन अवस्थामा अभियानको रूपमा विद्यालयमा आर्थिक स्रोत जुटाउने यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नरहरि साहबले विद्यालय सञ्चालक समिति सदस्यहरू एवं यस क्षेत्रका शिक्षा प्रेमी बुद्धिजीवीहरूको विशेष पहलमा यस विद्यालयको माध्यमिक कक्षा सञ्चालन 2059 सालमा बोल चन्दा तथा 2060 सालमा धनधान्याङ्कन महायोगले सञ्चालन गरेर आर्थिक स्रोत सङ्कलन गरी यस विद्यालयले अग्रगामी छलाङ मारेको कुरा पुष्टि हुन आउँछ। यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री नरहरि साहबले र प्रधानाध्यापक श्री लीलानाथ नेउपानेज्यूको पालामा विद्यालयको काँचुली फेरिएको कुरा पनि स्पष्ट हुन आउँछ। 2060 सालमा रोमको रिट संस्था मध्यवर्ती विकास समिति जिल्ला शिक्षा कार्यालय र विद्यालयको आन्तरिक स्रोत र स्वयं विद्यालय 5 कोठे आरसीसी भवन निर्माण गरी पठन पाठन कार्य सञ्चालन हुँदै आएको र 2061 सालमा विद्यालय व्यवस्थापन समिति ठाउँमा समाजसेवी व्यक्ति श्री लक्ष्मण प्रसाद भूषालको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भई निर्माण कार्य निरन्तरमा जोड्दै विद्यालयको पठन पाठन चुस्त दुरुस्त पारी अगाडि बढाइएको पाइन्छ। अध्यक्ष श्री लक्ष्मण प्रसाद भूषालको पालामा 61 सालमा यसै मेगौली गाविस वार्ड नम्बर 7 निवासी समाजसेवी व्यक्तित्व श्री मित्रलाल कोइरालाले विद्यालय गेट मित्र प्रवेशद्वार निर्माण गर्नुभएको विद्यालय दुर्गबाट बुझिन्छ र उहाँकै पालो विद्यालय खातामा मेच जालीबाट खुल्ला अवस्थामा रहेको विद्यालय कम्पाउन्डलाई घेराबार गर्ने महत्त्वपूर्ण काम भएको पाइन्छ। साथै विद्यालय मञ्च पनि उहाँकै कार्यकालमा निर्माण भएको रेकर्डबाट पुष्टि हुन आउँछ र अध्यक्ष श्री लक्ष्मण प्रसाद भूषालको एक कार्यकाल समाप्त भइसकेपछि 2063 सालमा यसै ठाउँका पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य श्री शान्तबहादुर महतोको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको र अध्यक्ष श्री शान्तबहादुर महतोको कार्यकाल तत्कालीन प्रहरीमा नौपाने र तत्कालीन शिक्षक अभियान अध्यक्ष लाल प्रसाद चामलिङ लगायत यस क्षेत्रका समाजसेवी बुद्धिजीवी शिक्षा प्रेमी व्यक्तित्वहरूको पहलमा यस क्षेत्रका बालबालिकाको शिक्षाको स्तरहरूको खाद्य 2067-3-18 गते उच्च माध्यमिक तहको स्वीकृति लिए विद्यालय व्यवस्थापन विक्रमसम्म 2067 साल श्रावण महिनादेखि यस विद्यालयमा उच्च माध्यमिक तहको कक्षा सञ्चालन गर्न अविस्मरणीय योगदान गर्नुभएको विद्यालयको रेकर्डबाट पुष्टि हुन आउँछ। यसै गरी विद्यालयमा विद्यार्थीको बढ्दो चापले गर्दा कक्षा 1 देखि कक्षा 12 सम्मको पठन पाठनका लागि विद्यालय भवनको अभाव भएकाले श्री शान्तबहादुर महतोको कार्यकालमा 5 कोठे ढलाइ भवन माथि थप गरी 5 कोठा निर्माणका लागि मेगौली उपदा समितिको आर्थिक सहयोग विद्यालयको आन्तरिक लगानी लगायत भवन निर्माण गरी पठन पाठनमा अगाडि बढाएको पाइन्छ र उक्त भवन सम्पन्न गर्न विद्यालयमा पर्याप्त रकम नभएको झ्याल ढोका चौकोस आदि निर्माण गर्न अति समस्या भएको अवस्थामा चितवन राष्ट्रिय निकुञ्जलाई विशेष अनुरोध गरी लगभग 2500 क्युबिक काठ सहयोग गर्न माग गरी निर्माण कार्य सम्पन्न गरेको कुरा विद्यालयबाट बुझिन्छ र उहाँकै कार्यकालमा जिल्ला शिक्षा कार्यालयबाट 4 कोठे भवन निर्माणका लागि अनुदान प्राप्त भए 4 कोठे भवन निर्माण गरिएको र स्वर्गीय पूर्व शिक्षक श्री हिरालाल ढकालको सम्बन्धमा उहाँका छोराहरूबाट केही रकम सहयोग र दानवीर मामलाहरूको सहयोग केही विद्यालयको आन्तरिक लगानीमा विद्यालयमा खानेपानी ओभरहेड ट्याङ्क निर्माण भएको त्यहाँबाट पुष्टि हुन आउँछ। श्री शान्तबहादुर महतोज्यूको कार्यकाल 2070-71 मा समाप्त भई श्री लालमाया अधिकारीको नेतृत्वमा विद्यालय व्यवस्थापन निर्माण गरियो र यस अवस्थामा धेरै नै महत्त्वपूर्ण कामहरू भएको पुरानो व्यवस्थापन समितिका अरू कामहरू 4 कोठे भवन पुरा गर्ने शौचालय निर्माण गर्ने कार्यहरू सम्पन्न गर्दै विद्यालयको शैक्षिक गुणस्तर र चुस्त दुरुस्त राख्दै विद्यालयको स्वर्ण महोत्सव समारोह सम्पन्न गर्नका लागि विभिन्न समस्यामा पनि चुनौतीहरूको सामना गर्दै स्वर्ण महोत्सव कार्यक्रम सफल बनाउन निरन्तर अगाडि बढिरहनु भएको छ। 2011 सालदेखि हालसम्म विद्यालयको विभिन्न समितिमा रही योगदान गर्नुहुने शिक्षा प्रेमी व्यक्तित्वहरू नाम पद र उहाँहरूको गरेका महत्त्वपूर्ण योगदान साथै संस्थाको विद्यार्थीहरूको हालसम्मका नामहरू तल उल्लेख गरिएको छ। यो मैले समय अभावको कारणले यहाँ सबै वाचन गर्न असमर्थ रहेँ। अन्तमा शाजापुर माध्यमिक विद्यालयको 2075 साल कार्तिक 14 गतेबाट सप्ताहव्यापी रूपमा सञ्चालन हुन गइरहेको स्वर्ण महोत्सव सम्बन्धी कामकाजको सन्दर्भमा हामी यो विद्यालयको इतिहासको तयार गर्ने महत्त्वपूर्ण अवसर प्राप्त गरेका छौँ। 2011 साल कार्तिक 14 गते स्थापना भएको यस विद्यालय हाल 2075 साल कार्तिक 14 गते स्वर्ण महोत्सवसम्म 64 वर्ष पुरा गरिसकेको अवस्था छ। यस विद्यालयमा स्थापनाका लागि पहल गर्ने मानवमुखी चन्दा रकम उठाई विद्यालय स्थापना गर्ने विद्यालय नियमित रूपमा सञ्चालनका साथै विद्यालय प्राथमिक तहदेखि माध्यमिक तहसम्म सहयोग पुर्याउनु हुने महत्त्वपूर्ण योगदान निर्वाह गर्नुहुने विद्यालय सेवा क्षेत्रभित्र थुप्रै अभिभावकहरूको भूमिका रहेको छ।
यस्तै विद्यालयमा थुप्रै भौतिक संरचना निर्माणमा समेत विभिन्न व्यक्तित्वहरूको महत्त्वपूर्ण योगदान रहेको छ। तर विद्यालयमा 2039 सालसम्म भन्दा अगाडि लिखित माइनोट विद्यालयसँग उपलब्ध नभएको एवं अन्य कागजात प्राप्त नभएको र त्यसपछिका समेत महत्त्वपूर्ण कागजातहरू कतिपय माइनोटहरू नपाएको अवस्था भएकाले भएसम्मको विद्यालयको रेकर्ड अनुसार योगदान गरेका मानिसहरूको नाम पृथ्वीतिर गरेका कामहरू इतिहासमा समेट्ने प्रयास गरेका छौँ। 2011 सालदेखि 2039 सालसम्मको इतिहास र पूर्व प्रहहरू, शिक्षकहरू, विद्यार्थीहरू, विद्यालय सञ्चालक समितिहरू लगायत विद्यालयको बारेमा जान्ने बुझ्ने व्यक्तिहरूसँग भेटघाट गरी सोधपुछ गरी इतिहासमा समेट्ने प्रयास गरेका छौँ। यस क्रममा कतिपय व्यक्ति वा संस्थाहरूले विद्यालयका लागि गरेका महत्त्वपूर्ण योगदानहरू यो समितिले थाहा पाउन नसकेका कारण यो मस्यौदे इतिहासमा नसमेटिएको हुन सक्छ। यसका लागि क्षमा माग्दै आफ्नो तर्फबाट यसमा नसमेटिएका ऐतिहासिक महत्त्वका कुराहरू, योगदानहरू, प्रयासहरूलाई समेट्नको लागि महत्त्वपूर्ण सुझाव र सल्लाहको अपेक्षा राख्दछौँ। यहाँहरूको महत्त्वपूर्ण सुझाव र सल्लाह प्राप्त भएपछि हामीले समावेश गरी सुधासुधी क्रम मिलाई अन्तिम रूपमा इतिहास तयार गर्नेछौँ। अन्तमा महत्त्वपूर्ण सुझाव सल्लाह जानकारीको अपेक्षा गर्दै बिदा चाहन्छु। हस्त, धन्यवाद, नमस्कार। धेरै धन्यवाद। इतिहास खोज उपसमितिका संयोजक धनपति भट्टराईलाई यो विद्यालयको वर्तमानसम्मको इतिहासको बारेमा संक्षिप्त जानकारी दिनुभयो। म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यसैबिचमा म आजको क्रमलाई जोड्न गएको छु। प्रदेश नम्बर 3 का पर्यटन विकास आयोजनाका प्रमुख राजु छेत्री सरलाई म विशिष्ट अतिथि रूपमा मञ्च हार्दिक आमन्त्रण गर्दछु। जोरदार आदरणीय उपस्थित महानुभावहरू, अब म हामीलाई अत्यन्तै माया गरेर अत्यन्तै व्यस्त समयका बावजुद पनि सम्झना भण्डारी आउनु भएको छ। उहाँले केही छिनमै तपाईँहरूलाई अत्यन्तै मनोरञ्जन प्रदान गर्नुहुनेछ, विविध साङ्गीतिक प्रस्तुति दिनुहुनेछ। हाम्रा विद्यार्थी भाइहरूको नृत्य बन्द भाइमा प्रस्तुत हुनेछ। कृपया एकैछिन धैर्य धारण गरेर बसिदिनु होला। यसैबिचमा म शुभकामना वक्तव्यको लागि प्रदेश नम्बर 3 का शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति माननीय श्री घनश्याम दाहाल अविनाशजीलाई शुभकामना मन्तव्यको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्दछु। श्री शाजापुर माविको स्वर्ण महोत्सव समारोहको यो समापन कार्यक्रमका आदरणीय सभाध्यक्ष तथा शाजापुर माविका व्यवस्थापन समितिका आदरणीय अध्यक्षज्यू, यो कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर 3 का सामाजिक विकास मन्त्री युवराज दुलालज्यू, प्रदेश नम्बर 3 का माननीय कृष्ण प्रसाद भुर्तेलज्यू, अन्य विशिष्ट अतिथिज्यूहरू, यो शाजापुर माविलाई अझ धेरै माथिसम्म उठाउनको लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाता आदरणीय महानुभावहरू र यो स्वर्ण महोत्सव भव्य रूपमा सफल पार्न सहभागी हुनुहुने सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैमा म प्रदेश सभाको शिक्षा, स्वास्थ्य र कृषि समितिको सभापतिको हैसियतले सबैमा हार्दिक नमस्कार र अभिवादन व्यक्त गर्न चाहन्छु। स्वीकार्नु होला। आदरणीय जनसमुदायहरू, हामी आज यो शाजापुर मावि जसले 50 वर्ष पार गरिसकेको छ र यसको संक्षिप्त इतिहास पूर्वोक्त मित्रले राखिसक्नु भएको छ। अत्यन्तै चितवनको दुर्गम ठाउँ, विकट ठाउँमा रहेर यसले यहाँका भाइ बहिनीहरूलाई शिक्षा दीक्षा दिँदै राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा समेत उहाँहरू आज यहीँबाट शिक्षा लिएर काम गरिरहनु भएका त्यस्ता खालका क्षमतावान जनशक्ति उत्पादन गर्दै आज 50 वर्ष यो पार भएको छ।
र यसको उद्घाटनको दिन हाम्रो पार्टीका सदस्य अध्यक्ष कमरेड प्रचण्ड पुष्पकमल दाहाल प्रचण्ड जो चितवनको 3 नम्बर यसै क्षेत्रबाट सङ्घीय सदनमा निर्वाचित हुनुहुन्थ्यो, उहाँ आएर यो कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। त्यति मात्रै होइन, उहाँले नेपाल सरकारको निर्णय अनुसार विद्यालयभन्दा बाहिर रहेका बच्चा भाइ बहिनीहरूलाई, बच्चा बच्चीहरूलाई स्कुलसम्म पुर्याउने उद्देश्यका साथ यही स्कुललाई छनौट गरेर गत साल यहाँ आफूले 2 जना बच्चालाई भर्ना गर्ने काम समेत गर्नुभएको थियो। र अहिले यो स्कुलको विकासको लागि, यसको उन्नतिको लागि, यसका भौतिक पूर्वाधार निर्माणको लागि अहिले पनि उहाँले आफ्नो ठाउँबाट गर्न सक्ने कामहरूलाई गम्भीरताका साथ लिएर यसलाई सफल पार्ने प्रतिबद्धता तपाईँहरूको बिचमा व्यक्त गरिसक्नु भएको छ। र आज यहाँ यो समापन कार्यक्रममा हाम्रै प्रदेशका सामाजिक विकास मन्त्री जो स्वास्थ्य शिक्षा सँग सम्बन्धित मन्त्री हामीले पाइरहेका छौँ र यो विकट गाउँको यो स्कुलको भौतिक संरचना निर्माणदेखि लिएर अरू थुप्रै योजनाहरूमा प्रदेशको ध्यान यहाँ केन्द्रित भएको छ। हामी सबैले अपेक्षा गरिरहेका छौँ आगामी वर्षहरूमा प्रदेशबाट गर्न सकिने कामहरूमा हामी सबै मिलेर यहाँ यही क्षेत्रबाट निर्वाचित कृष्ण भुटेल, म पनि क्षेत्र यही नभए पनि तपाईँकै छोरा नाति हो। म हिजो 10-12 वर्ष जति बेला हामी जनयुद्धमा थियौँ, जनयुद्ध गरिरहेका थियौँ, त्यति बेला यहाँ थुप्रै तपाईँहरूकै घरमा बसेर तपाईँहरूले पकाएको खाना खाएर तपाईँहरूकै साथमा रहेर अगाडि बढेको एउटा तपाईँकै छोरा नाति हो म। त्यसैले हामी सबै मिलेर यो स्कुलको उन्नतिको लागि हामी लागि पर्नेछौँ। यो प्रतिबद्धता म जाहेर गर्न चाहन्छु। हामी सबैलाई थाहा छ आज हामीले उत्पादन गरेको जनशक्ति नेपालमा यस्तो शिक्षा नीति छ जुन शिक्षा नीति नेपालमै खपत हुँदैन। आज तपाईँ हाम्रा छोराछोरीहरू हामीले पढाउँछौँ अनि त्यसपछि उनीहरू विदेशतिर जाने, घरमा बुढाबुढी बाहेक अरू कोही नहुने यस्तो खालको शिक्षा नीति नेपालमा रह्यो। हामीले यसको परिवर्तन गर्नुपर्छ भन्ने सोच बनाइरहेका छौँ। अब यो शिक्षा नीतिमा परिवर्तन नगरिकन अहिले जुन जनशक्ति हामी उत्पादन गरिरहेका छौँ, अरबका खाडीहरूमा जाने, अरू देशहरूमा जाने जनशक्ति उत्पादन गर्दा यो देशको विकास सम्भव छैन, यो देशको उन्नति सम्भव छैन, जसको कारणले हाम्रो जीवनमा परिवर्तन पनि सम्भव छैन। यति बेला अब हामी सबैले त्यो केन्द्र सरकार किन नहोस्, त्यो प्रदेश सरकार किन नहोस् र त्यो स्थानीय सरकार किन नहोस्, सबै मिलेर अब व्यावहारिक शिक्षा, प्राविधिक शिक्षातिर हामीले जोड गरेनौँ भने हामीले उत्पादन गरेको जनशक्ति हाम्रै देशमा खपत हुने अवस्था छैन। यो चुनौती अहिले हाम्रो अगाडि छ र अहिले भर्खरै माननीय मन्त्रीज्यूको नेतृत्वमा उहाँकै मन्त्रालय मार्फत प्राविधिक शिक्षा सम्बन्धी विधेयक सदनबाट अस्ति मात्रै पास भएको छ। अब हामी यो शिक्षामा आमूल परिवर्तन गर्ने सोचका साथ सिङ्गो 3 तहका सरकारहरू अगाडि बढिरहेका छन्। त्यसले मात्रै हामी यो मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न सक्छौँ, हाम्रो देशमा आवश्यक हुने जनशक्ति उत्पादन गर्न सक्छौँ, जसको कारणले यो मुलुकको परिवर्तन गर्न सक्छौँ। यो रूपमा यो महोत्सवले, यो 16 महोत्सवले महत्त्वपूर्ण भूमिका अझै निर्वाह गर्नेछ, हामीलाई त्यतातिर लाग्न प्रेरणा दिनेछ भन्ने मैले अनुभूति गरिरहेको छु। र आज यो गाउँमा, यस्तो दुर्गम ठाउँमा बसेर पनि आफ्नो स्कुललाई सधैँ हामी आफैले कहिलेसम्म बनाउने, हामीले दिएको चन्दाबाट, हामीले गरेको सहयोगबाट सधैँ अब हामी स्कुलहरू चलाउन सक्ने स्थिति मलाई लाग्छ त्यस्तो रहन्छ जस्तो लाग्दैन। त्यसको लागि राज्यले, सरकारले, 3 तहका सरकारहरूले अब यसको जिम्मा लिएर यी स्कुलहरूका भौतिक संरचनादेखि लिएर
आवश्यक जनशक्ति र त्यही खालको शिक्षा नीतिलाई अगाडि बढाएर मात्रै हामी यो मुलुकको परिवर्तन गर्न सक्छौँ। त्यसको लागि म आफ्नो ठाउँबाट निरन्तर लागिरहने प्रतिबद्धता सहित सबै सहयोग गर्ने चन्दादाताहरूलाई हार्दिक बधाई र धन्यवाद दिँदै यो 7-8 दिनसम्म अहोरात खटेर यो अवस्थासम्म ल्याइ पुर्याउनु हुने तपाईँ सबैलाई धन्यवाद दिँदै म मेरा भनाइहरू यही अन्त्य गर्छु। हस्त अभिवादन, नमस्कार। धेरै धेरै धन्यवाद। प्रदेश नम्बर 3 का शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति माननीय घनश्याम दाहाल अविनाशज्यूलाई शुभकामना मन्तव्यको लागि यसैबीचमा भरतपुर महानगरपालिका वार्ड नम्बर 27 वार्ड कार्यालयलाई हामीले यो सम्मान पत्र प्रदान गर्न लागिरहेका छौँ। यो सम्मान पत्र ग्रहणको लागि भरतपुर महानगरपालिका वार्ड नम्बर 27 का वार्ड अध्यक्ष वा वडा प्रतिनिधि ज्यूलाई म मञ्च हार्दिक आमन्त्रण गर्दछु। वार्ड निर्वाचित वार्ड सदस्य शान्तबहादुर महतोजी आउनुभएको छ, अनुरोध गर्न चाहन्छु। र यसैबीचमा हामीलाई स्वर्ण महोत्सवको सफलताको कामना गर्दै विद्यालयको भौतिक र शैक्षिक उन्नतिको लागि सहयोग प्रदान गर्नुहुने जसले हामीलाई 2,01,001 सहयोग प्रदान गर्ने सामाजिक व्यक्तित्व श्री गौरी देवी श्रेष्ठज्यूलाई यो सम्मान पत्र ग्रहणको लागि मञ्च हार्दिक आमन्त्रण गर्दछु। जोरदार तालिका साथ उहाँलाई सम्मान व्यक्त गरिदिनु होला। श्री गौरी देवी श्रेष्ठज्यू सम्मान पत्र ग्रहणको लागि हामीलाई विद्यालयमा सहयोग गर्ने दाता जसले हामीलाई 2,01,001 सहयोग प्रदान गर्नुभएको छ, हरिप्रसाद श्रेष्ठ, गौरी श्रेष्ठ, उहाँ दुवै दम्पतिलाई उच्च सम्मानका साथ यो सम्मान पत्र प्रदान गर्न लाग्दै हुनुहुन्छ। जोरदार तालिका साथ उहाँलाई सम्मान व्यक्त गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हामीलाई यो स्वर्ण महोत्सवको सफलताको कामना गर्दै विद्यालयको शैक्षिक र भौतिक स्तर उन्नतिको लागि, भौतिक पूर्वाधारको विकासको लागि 6 लाख समाजसेवी, शिक्षाप्रेमी, दानवीर व्यक्तित्व गौरीशङ्कर गलैँचा उद्योगका प्रमुख श्री दिमा लामाज्यूलाई यो सम्मान पत्र ग्रहणको लागि मञ्च हार्दिक आमन्त्रण गर्दछु। दुवैजना त्यसै गरी म सम्मान पत्र ग्रहणको लागि विशेष गरेर हामीलाई स्वर्ण महोत्सवको सन्दर्भमा यो भव्य स्वर्ण स्तम्भ र संस्थापक अध्यक्ष स्वर्गीय सिघारी महतोज्यूको शालिग निर्माण गरिदिने दाता जसले हामीलाई 5,05,555 को लागतमा यो भव्य स्वर्ण स्तम्भ र संस्थापक अध्यक्षज्यूको शालिग निर्माण गरिदिनु भएको छ। मेघौली उपभोक्ता समितिको कार्यालय, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, भरतपुर 28 ढङ्गा चितवनलाई सम्पूर्ण अध्यक्ष सहित कार्य समितिलाई यो सम्मान पत्र ग्रहणको लागि मञ्च हार्दिक आमन्त्रण गर्दछु। अध्यक्ष श्याम प्रसाद अधिकारीज्यू, त्यसै गरी लोकनाथ सापकोटाज्यू लगायत सम्पूर्ण टिमलाई यो सम्मान पत्र ग्रहणको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्दछु। सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, हाम्रो सहयोगी दाताहरू अहिले हात्तीमा सवार भएर आउँदै हुनुहुन्छ। सम्पूर्ण विद्यार्थी भाइ उहाँलाई स्वागत गर्नको लागि जुटिदिन म सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, मङ्सिर 7 गतिको कार्यक्रममा
प्रमुख अतिथिको रूपमा आतिथ्यता ग्रहण गरी कार्यक्रमको सफलताको शुभकामना सहित हौसला प्रदान गर्नुभएका यस क्षेत्रका माननीय सांसद कृष्ण प्रसाद भुजेलज्यूलाई यो सम्मान पत्र प्रदान गरिदिनको लागि म प्रमुख अतिथिज्यूलाई चाहन्छु र जोरदार तालिका साथ उहाँलाई सम्मान व्यक्त गरिदिनुहोला। गर्नेछौँ। विशेष गरेर हामी अत्यन्तै लोकप्रिय गायिका सम्झना भण्डारीलाई पनि तपाईँहरूमा केही छिनमा ल्याउनेछौँ। अत्यन्तै प्रतीक्षारत रूपमा तपाईँहरू कुलिएर बसिरहनु भएको छ। तपाईँहरूको वेग र प्रतीक्षाको हडीलाई जोड्दै हामी केही छिनमै उहाँलाई तपाईँमा प्रस्तुत गर्नेछौँ। एकैछिन धैर्यताका साथ बसिदिनुहोला। महोत्सवका सहयोगी दाता जिरामणि चौधरी र उहाँको परिवारजनले भव्य रूपमा विद्यालयभित्र प्रवेश गर्ने हुनुहुन्छ। जोरदार तालिका साथ उहाँलाई स्वागत गरिदिएका म उपस्थित महानुभावलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र यस बिचमा म आजको कार्यक्रमका विशेष अतिथि शिक्षा समितिका सभापति माननीय घनश्याम दाहालज्यूलाई यो विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिदिनको लागि म प्रमुख अतिथिज्यू र सभाध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। विशेष अतिथिलाई सम्मान मायाको चिनोमा सम्मान गरिदिन्छ। जोरदार ताली बजाइदिनु। त्यसै गरी अहिले हामीले देखिरहेका छौँ हाम्रो विद्यालयको परिसरमा हामीलाई स्वर्ण महोत्सवको अवसरमा सहयोग प्रदान गर्नुहुने दानवीर हेमा चौधरी, जसले हामीलाई विद्यालयको स्वर्ण महोत्सवको सफलताको कामना गर्दै 1,01,111 सहयोग प्रदान गर्नुभएको छ। उहाँको यो सहयोगको लागि उच्च सम्मानसहित जोरदार ताली बजाइदिनको लागि म उपस्थित महानुभावलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र यो कार्यक्रममा दानवीर शिक्षाप्रेमी व्यक्तित्व आमन्त्रण गर्दछु। अब यसै बिचमा म हाम्रो विद्यार्थी भाइ बहिनीहरूको अहिले हाम्रो कार्यक्रममा हामीलाई सहयोग गर्ने सहयोगी दाता जिरामणि चौधरी र हेमा चौधरी, उहाँको परियोजनको तर्फबाट हेमा चौधरी हाम्रो कार्यक्रममा विशेष अतिथिको रूपमा आउँदै हुनुहुन्छ। समस्त चौधरी परिवारको लागि जोरदार तालिका सम्मान व्यक्त गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र अब आफ्नो
गायिका सम्झना भण्डारीज्यूलाई अत्यन्तै जोरदार ताली बजाइदिनका लागि म उपस्थित महानुभावलाई हार्दिक हार्दिक अनुरोध चाहन्छु। हामी अबको केही छिनमै हाम्रा अत्यन्तै लोकप्रिय गायक मुक्ति सापकोटा र सम्झना भण्डारीज्यूको दोहोरी गानलाई पनि यहाँ प्रस्तुत गर्नेछौँ। त्योभन्दा अगाडि म छोटो शुभकामना मन्तव्यको लागि यस विद्यालयका पूर्व विद्यार्थी नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर दिल्लीराम अधिकारीज्यूलाई मञ्चमा हार्दिक आमन्त्रण गर्दछु। कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथिहरू, मञ्चमा आसन अतिथि वर्गहरू र अन्य आमन्त्रित तथा अभिभावक विद्यार्थी भाइ बहिनीहरू, 2038-39 सालतिर म यसमा यो विद्यालयमा एक कक्षामा भर्ना भएको थिएँ र 5 कक्षासम्म पढेँ। अहिले म नेपाल टेलिकममा प्रबन्धक पदमा काम गर्छु र इन्जिनियर पेसाले इन्जिनियर हो र म यो स्वर्ण महोत्सव समारोह समिति र समापन कार्यक्रम मार्फत सबैजनालाई के भन्न चाहन्छु भने विद्यालय आफैमा एउटा साधन हो। यसलाई प्रयोग गरेर विद्यार्थी भाइ बहिनीहरूले उच्चतम र प्रतिकूलमूलक शिक्षा आर्जन गर्नुपर्ने हुन्छ। यसको निम्ति अभिभावक वर्गहरू, समाज र अन्य विभिन्न पक्षहरूको चाहिँ विशिष्ट योगदान चाहिन्छ। तसर्थ समय कम भएको हुनाले म धेरै कुरा भन्न चाहन्न र यो विद्यालयले हामी 1 कक्षा 2 कक्षा पढ्दाखेरि र अहिलेको अवस्थिति हेर्दा पनि भौतिक पूर्वाधारमा निकै ठुलो फर्क मारेको देखिएको छ र यो भौतिक पूर्वाधार र यसमा भएको उच्च शिक्षा समेत जोड्दाखेरि यसले अझै उन्नत प्रगति गर्ने अपेक्षा गरेको छु। र अबको युग भनेको सूचना प्रविधि हो र हरेक सिकाइलाई स्मार्ट तरिकाले सिकाउनु पर्ने भएकोले आगामी दिनहरूमा विद्यालय स्मार्ट स्कुलमा परिणत हुनेछ भन्ने आशा छ र म मेरो तर्फबाट स्मार्ट स्कुल बनाउनको निम्ति चाहिने पूर्वाधार र सम्बन्धित निकायमा गर्नुपर्ने लबिङ अथवा धनसोलाई पनि म निरन्तरता दिन्छु। र यति भन्दै यो विद्यालयको स्वर्ण महोत्सवको अवसरमा विद्यालयले उत्तरोत्तर प्रगति गर्दै जाओस्। विद्यार्थी भाइ बहिनीहरूले उचित शिक्षा र प्रतिफलमूलक र समाजलाई परिवर्तन गर्न खालको शिक्षा प्राप्त गरून् र समाजमा योग्य नागरिक हुन् भन्ने शुभकामना दिँदै दिन आउँछु। धन्यवाद। धेरै धन्यवाद शुभकामना मन्तव्यका लागि नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर यस विद्यालयका पूर्व विद्यार्थी दिल्लीराम अधिकारीज्यू। अब यहाँको क्रममा जुट्नेछौँ। एकैछिन धैर्य धारण गरेर बसिदिनको लागि म हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। र यो म सम्मान पत्र ग्रहणको लागि हामीलाई स्वर्ण महोत्सवको अवसरमा स्वर्ण महोत्सवको सफलताको कामना गर्दै 1,01,111 सहयोग प्रदान गर्नुहुने श्रीमान श्रीमती जिनामणि चौधरी, हिमा चौधरीज्यूलाई यो सम्मान पत्र ग्रहणको लागि हार्दिक आमन्त्रण गर्दछु। यो सम्मान पत्र वितरणको लागि म आजका कार्यक्रममा विशेष अतिथि चितवन क्षेत्र नम्बर 3 का सांसद माननीय कृष्ण प्रसाद भुटकलज्यू र सभाध्यक्षज्यूलाई हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। जिनामणि यसै गरी विद्यालयको स्वर्ण महोत्सवको अवसरमा हामीलाई 51,151 सहयोग प्रदान गर्नुहुने आदरणीय दाता दिल्लीराम अधिकारी स्वर्ण महोत्सवको अवसरमा हामीलाई 51,111 सहयोग प्रदान गर्नुहुने, जसले हामीलाई आफ्नो मातापिताको सम्मानमा सहयोग प्रदान गर्नुभएको छ। म श्रीमान श्रीमती गुरुदत्त सबगाई, कमला सबगाई लगायत उहाँको आमा बुवा हेमकान्त सबगाई र धर्मी देवी सबगाईज्यूलाई यो सम्मान पत्रको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्दछु। यसै गरी हामीलाई 51,151 सहयोग प्रदान गर्नुहुने श्री दतिलाल लामिछाने, हरिप्रसाद लामिछाने, युवराज लामिछाने र समस्त लामी मञ्चमा हार्दिक आमन्त्रण गर्दछु। जोरदार ताली बजाइदिनु होला।
यसै गरी स्वर्ण महोत्सवको अवसरमा हामीलाई स्वर्ण महोत्सवको सफलता कामना गर्दै यस विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका समाजसेवी शिक्षाप्रेमी महानुभावले हामीलाई 51,111 सहयोग प्रदान गर्नुभएको छ। म श्रीमान श्रीमती लक्ष्मण प्रसाद भुषाल हरिकला भुषालजीलाई यो सम्मान पत्र ग्रहणको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्दछु। यसै गरी म हामीलाई स्वर्ण महोत्सवको अवसरमा स्वर्गीय ठुलोबा भट्टी महतोको स्मृतिमा स्वर्ण महोत्सवको सफलता कामना गर्दा हामीलाई 55,555 सहयोग प्रदान गर्नुहुने श्रीमान श्रीमती विश्वराम महतो, विक्रम महतो, सुकिया महतो, अस्मिता महतोज्यूलाई यो सम्मान पत्र ग्रहणको लागि हार्दिक आमन्त्रण गर्दछु। विश्वराम महतो ज्यू यो सम्मान पत्र ग्रहणको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्दछु। यसै गरी स्वर्ण महोत्सवको सफलता कामना गर्दै हामीलाई 51,111